दामे दामे म त कहाँको सिङ्गर आएको रहेछ नि दाइ दाइले आज अहिले भर्खर रेकर्ड गरेको चाहिँ दाइले गाउनु भएको है उहाँको ओरिजिनल भोइस हो है उहाँहरू अब कुसीको स्थानीयवासीको के भनिदिनु दाइ हाम्रो स्थानीय कुसीवासीहरूको एउटा आयो अन्तर्गत साथीभाइ मिलिजुली गर्ने एउटा कार्यक्रम गरेको हो उहाँको च्यानललाई सब्सक्राइब गर्नु लाइक गर्नु सेयर गर्नुहोस् हेलो गाइस वेलकम टु माई च्यानल आज हामी कुसी मार्गको वनभोजमा जाँदैछौँ अनि यता दाइ हुनुहुन्छ यता छोरो अनि हामी जाँदैछौँ अब केही गाडीहरू आइसकेको छ गाइस यही हो हाम्रो गाडी वनभोजको गाडी लस्कर आइसकेको छ है अब हामी जाँदैछौँ लेट्स सी भिडियो हाम्रो गाडी कतिवटा 2 त 3 त 4वटा छ गाडी छ अब हामी बसमा चढ्दैछौँ गाडी छ गाडीमा टोलबासी प्लस व्यापार गर्नेहरू सबैजना मिलेर अनि हामी जाँदैछौँ कपडा लिएर आउनुहुन्छ पसल खुल्ला छैन हेर्नु त सबै खुल्ला छ कतिको रमाइलो हुन्छ त्यो खोलेर भित्र राखिदिनु न काउन्टरमा दिनु भरिसकेको छ गाडी 5वटा छ हाम्रो गाडी चल्यो गाडी चल्यो 8 बजे भनेको थियो 8 लगभग 10-15 भयो हामी जाँदैछौँ बालाजुबाट हामी बालाजु बसबाट गएर हामी सामाकोसीतिर लाग्दैछौँ एका बिहान समुद्र बसेर बजाउँदैछ हेलो गाइस अब हामी आइपुग्यो हाम्रो गन्तव्यमा बारी हो हाम्रो चाहिँ यतापट्टि हो यो माथिको कार्यालय अब हामी झर्दैछौँ बसबाट अब हाम्रो गन्तव्यमा आइपुग्यो ए हो हाम्रो वनभोज स्थानीयवासी समाज वडा नम्बर 17 काठमाडौँ वनभोज कार्यालय 2081 हार्दिक स्वागत छ स्वागतम भनेर लेखेको छ ल अब हामी जाँदैछौँ हाम्रो ह्यान्डसम दाइहरू यो हाम्रो टोल समितिबाट हो ठाउँ आइपुग्यो यो चाहिँ हाम्रो हो कि थाहा छैन होइन तर यता चाहिँ हाम्रो हो हाम्रो दाइ पुरा भइरहेको छ अनि यो चाहिँ हाम्रो खुसीबुको हो दामी दामी ए ठिकै छ नि जाडो भन्छ त हावा आउँछ हामी त कालो चिया टक्क यहाँ बन्दैछ मेवा काट्दैछन् यता बल्दैछ है क्याटरिङ चाहिँ किचन यहाँ छ भइरहेछ अनि यो डिनरको लागि हुँदैछ सबै हो कोही आउँदै हुनुहुन्छ ल अहिले कति सजिलो हेर्नु त फाक्ला फुलुक गऱ्यो कति सफा ल हाम्रो दाइहरूलाई दिदीहरूलाई धन्यवाद आजको भोजलाई सहयोग गर्नुभएको लागि ब्रेकफास्टको लागि यहाँ लाइनमा छौँ हामी गएर खाँदै हुनुहुन्छ कतिजनाले ल गाइस म्युजिक बज्दैछ ब्रेकफास्ट
छ, ब्रेड छ, त्यसपछि ससेज छ, जेरी छ, अन्डा फ्राई। हाम्रो भाइले उहाँ के खाँदै हो? सकेका साथीहरू यसो घुम्न जान सक्नुहुन्छ। यहाँ डान्सको लागि अगाडि आउन सक्नुहुन्छ, गीत गाउनलाई आउन सक्नुहुन्छ। आज हामी यहाँ रमाइलो गर्न आएका छौँ, इन्जोय गरौँ है। ब्रेकफास्ट लिइसक्यो, अब घुम्नु जानु लागेको। कता जान्छ थाहा छैन, कहाँ जाने हो? हामी जोडी नम्बर 2 हो। जोडी नम्बर 2 हामी 2 दाजुभाइ एउटा के अरे जेठा त होइन होला हौ, के भन्छ छोटे बिहा बढी बिहा। छोटे भैया पनि बुढे भैया है। मायाको डोरीले बिजुली मोरीलाई बाजिहाल्छ, फेरि नाच्न लाग्यो। रिमझिम रातैमा नशा भागुदेर भनौँ कसरी माया तिम्रै हो। मायाको डोरीले बिजुली मोरीलाई बाजिहाल्छ, फेरि नाच्न गाउन लाग्यो। थ्याङ्क यू। तामे तामे म त कहाँको सिङ्गर आएको रहेछ नि दाइ है। दाइले आज अहिले भर्खर रेकर्ड गरेको चाहिँ दाइले गाउनु भएको है, उहाँको ओरिजिनल भोइस हो है। आजका हाम्रो आयोजक दाइहरू चाहिँ उहाँ नै हुनुहुन्छ। हेलो, मेरो युट्युब च्यानलको। अनि दाइहरू हुनुहुन्छ उहाँहरू अब खुसीबु स्थानीयवासीको के भनिदिनु दाइ? हाम्रो स्थानीय कुसु बासीहरूको एउटा अहिले अन्तर्गत साथीभाइ मिलिजुली गर्ने एउटा कार्यक्रम गरेको हो। उहाँको च्यानललाई सब्सक्राइब गर्नु, लाइक गर्नु, सेयर गर्नुहोस्। थ्याङ्क यू। हाम्रो काठमाडौँ महानगरपालिकाका प्रवक्ताज्यू नवीन मानन्दज्यू पनि आइसक्नु भएको छ। उहाँलाई धेरै धेरै स्वागत छ। धेरै धेरै ताली बजाई उहाँलाई स्वागत गरिदिनु हुन अनुरोध गर्दछु है। विशेष उहाँको के भन्छ बिसीका बाबाट पनि हाम्रो निमन्त्रणमा आइदिनु भएकोमा उहाँलाई धेरै धेरै नमस्कार, धन्यवाद है। मेरो मान्छे बसमा तिमीलाई दस दिन्छु दसमा केलाई गरिरहेको प्रश्न फसे 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 तिम्रो जवानीमा मस्त मेरो मान्छे बसमा बारे सोचे ताले आजको साइडलाई मलाई टेक्स्ट अनि इन्स्टा बनाउ आइरहेको छ तिमीलाई देखे देखे टेका चिन्न तिमीलाई दस दिन्छु दसमा केलाई गरिरहेको प्रश्न फसे 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 तिम्रो जवानीमा मस्त मेरो मान्छे बसमा तिमीलाई दस दिन्छु दसमा राख्न बन्धन गरी तिम्रो नाम गरौँ न बङ्गा गाडी धन सम्पत्ति अब सुविधाउन मलाई तिम्रो तनमा पनि माथिदेखि तल सबै यो बोल्ने घेरा अलिकति नमिलेको जस्तो लाग्यो। अलिकति यो साइड यता यो मेच खाली नै छ है, मेच खाली छ। यहाँ हाम्रो सरप्राइज गिफ्ट छ तपाईँहरूको लागि है। स्वास्थ्यको लागि पनि एकदम राम्रो कुरा हो। त्यही भएको होला नि ताली बजाउनुहोस्। ल अब म यहाँ 1-2 दिन भन्छु। यहाँ यता विजय सरलाई गाना तयारी अवस्थामा राखिदिनु हुन मैले अनुरोध गर्न चाहे। 1 2 3 स्टार्ट। यो आफ्नो नर्मल स्पिडमा हिँड्नु होला है।
अलिक फास्ट हिँड्नु न होला तपाईहरु सँगसँगै सानो नानीको बाबुहरुको बस्नु भएको छ उहाँलाई पनि याद गर्नुस् है फर्किन पाएन है फर्किन यता अलरेडी आउनु छ बाबु
ल फेरि पनि आउट हुनुभयो सानो सानो फेरि पनि भाग्यमानीको फुट्दैको मारौँ भनेको यही हो होइन त रमाइलो लागेको छ त केही पढाउनु पर्यो छिटो 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 दौडिनु पर्यो अलिक छिटो गाडी पुगेन आफूलाई ध्यान दिनुहोस् है ल ढकाली नगर्नु होला पछाडि आउन पाइँदैन भनेर भनेको थिएँ र कङ्ग्रेचुलेसन सृजल भाइलाई एकदमै कङ्ग्रेचुलेसन अब यहाँ हाम्रो रमाइलो पनि गर्नु धेरै लगाइदिनु होला थोरै थोरै रमाइलो गर्नु पिएर पनि फेरि फाइदा हुँदैन अनि हाम्रो अगाडि आइसक्रिम पार्लर पनि छ आइसक्रिम पनि बुङ्गुमुखीका तपाईँको सामानले आइसकेको छ अर्को हाम्रो बाइक तयार भएर आइपुग्नु भएको छ त्यसरी पुगेको छ भने फेरि थप्नु होला है थप्न पाइन्छ बनाले धेरै वेस्टर्न नफाल्नु चाहिने जति लिँदा हुन्छ शान्ति राख्नु होला ड्र गर्नु होला राइट लेफ्ट यही गर्नु है उता बाहिर जानु गइसक्दा जानु बॉर्डर क्रॉस
सीता बसेर पंखा कहाँ घर बस्दाले अनि हामी खुसबु चौक पुगिहाल्छौँ नयाँ बजार ट्याक्कै जनाले ल 1 2 3 गो ल कतातिर हो दार्जिलिङतिर हो फेरि हामी वान्स मोर भन्दैछौँ फेरि एउटा गीत गाओस् है उहाँको तर्फबाट हाम्रो रिक्वेस्ट उहाँले एउटा गीत गाओस् खान पाउँछ भनेर खाली फेरि यसको मसला सबै निकाल्दैन है आउँदैछ बिस्तारै मेरो माया डाँडा पारी डाँडै पारी मेरो वर्षौं बिना नै बिति गयो कहिले हुने हो आउँदैछ दिन हामी भेट्ने अब मन मेरो भयो तिमी हुने आशैमा यादैमा तिम्रो कान्छ मनले तिमीलाई चाहन्छ तिम्रो मायामा नाच्न थाले म आदतको तालैमा नाच्छु म सँगसँग आदतको तालैमा नाच्छु म सँगसँग सबैजनाले ध्यान दिएर सुन्नुहोस् है नानीहरू नकराउनुहोस् है एकछिनमा ध्यान दिएर सुन्नुहोस् र बिङ्गोको टिकट लिनुभएको साथीहरू पनि कृपया अगाडि आइदिनु होला है सबैजना अगाडि आइदिनुहोस् किनभने धेरै टाढा हुँदाखेरि तपाईँलाई पऱ्यो भने पनि नहुने हुन्छ त्यस कारणले म तपाईँलाई बिङ्गोको विषयमा के भन्न गइरहेको छु कृपया ध्यान दिएर सुन्नु है तपाईँले टिकट लिइराख्नु भएको छ टिकट अगाडि राख्नुहोस् एकचोटि हेर्नुहोस् तपाईँको टिकटमा 15वटा नम्बर हुनुपर्छ हेर्नु है 15वटा नम्बर हुन्छ र तपाईँको टिकट दुई टुक्रा भएको छ च्यातेको छ भने चाहिँ नि चेन्ज गर्नुहोस् है चेन्ज गर्नु र अब म तपाईँहरूलाई यो बिङ्गोको नियमको के विषयहरूमा भन्न गइरहेको छु तपाईँको टिकटको 15वटा नम्बर हुन्छ अब यहाँ हामीले नम्बर कल गर्छु त्यो नम्बर तपाईँको टिकटमा हुनुपर्छ त्यो टिकटमा तपाईँको नम्बर छ भने तपाईँले त्यसलाई चाहिँ चिन्ह लाउने बेलामा तपाईँको सानो एउटा टुथपिकले पल पारे पनि हुन्छ डट पेनले गोलो पारे पनि हुन्छ कलमले इन्टु गरे पनि हुन्छ तर नम्बर चाहिँ चिन्नु पर्यो अक्षरलाई केयरमेट चाहिँ नगर्नु नचिन्ने गरी है कि गोलो गर्नु कि इन्टु गर्नु कि एउटा पल पार्नु सक्नु तर थाहा हुनु पर्यो है नम्बर चाहिँ बुझ्नु पर्यो नम्बरै बुझेन भने त थाहा भयो त्यो त युजलेस भइहाल्छ त्यो भइहाल्यो अनि अर्को कुरो अब तपाईँले कसरी पुरस्कार पाउँछ भन्ने कुरामा यसमा म भन्न गइरहेको छु ध्यान दिएर सुन्नु होला तपाईहरुले 15वटा टिकटमा 15वटा नम्बरमा तपाईको टिकटको 15वटा नम्बरमा यहाँ नम्बर भन्दाखेरि सबैभन्दा चाँडो 5वटा नम्बर जसले काट्न सक्छ उहाँलाई क्विक 5 को भाग्यमानीको पुरस्कार हामी दिन्छौँ क्विक 5 भनेको सबैभन्दा चाँडो 5वटा नम्बर काट्नेलाई
सबभन्दा 5 वटा नम्बर पहिलो काट्नेलाई है क्विक 5 भन्छौँ। बुझ्नुहोस् है, पछि तपाईँलाई नबुझ्न सक्छ है, अलिकति ध्यान दिएर सुन्नुहोस्। तपाईँलाई पछि फेरि चाहिँ बुझ्नु भएन भने यो अलिकति रमाइलो हुँदैन कि, बुझेर मात्र कुराहरू छ, बुझेर मात्र गर्नुहोस्। सबभन्दा पहिला 5 वटा नम्बर काटेपछि तपाईँले क्विक 5 को पुरस्कार पाउने भयो। अनि माथिल्लो लाइनमा तपाईँले माथिल्लो लाइनको मात्र तपाईँले नम्बर काट्नुभयो भने टप लाइन भनेको तपाईँको सबभन्दा माथिल्लो लाइनको पुरस्कार पाउने भयो। यस्तै बिचको लाइन सेकेन्ड लाइन सुनिराख्नु भएको छ। हाम्रो अलिकति नेपालीहरूको बानी के छ, ध्यान दिएर नसुन्ने अनि पछि चाहिँ नि नबुझ्नेहरू धेरै हुनुहुन्छ क्या। त्यही भएर तपाईँले अलिक ध्यान दिएर सुनिदिनु र बुझ्ने प्रयास गर्नु। नबुझे सोध्नुहोस्, म फेरि तपाईँलाई भन्छु है। माथिल्लो लाइनको तपाईँले नम्बर काट्यो भने टप लाइनको पुरस्कार पाउनुभयो। यस्तै गरी बिचको लाइन तपाईँले नम्बर काट्नुभयो भने सबभन्दा पहिला जो हुन्छ उहाँले पुरस्कार पाउनुहुन्छ, बिचको लाइन। त्यस्तै गरी अन्तिम लाइन एक लाइनको नम्बर तपाईँले काट्नुपर्छ, त्यो भने बटम लाइन अथवा चाहिँ लास्ट लाइनको नम्बरको भाग्यमानी पुरस्कार तपाईँले पाउनुहुनेछ। यो भयो क्विक 5 भइहाल्यो, टप लाइन भइहाल्यो, मिडल लाइन भयो, बटम लाइन भयो। अब यस्तै अलिकति कन्फ्युजन चाहिँ के छ भने फोर कर्नर भन्ने छ, चारवटा कुना। फोर कर्नर भने कस्तो हुन्छ भने तपाईँ सबभन्दा माथिल्लो लाइनको सबैभन्दा अगाडिको अक्षर र सबभन्दा पछाडिको नम्बर र सबभन्दा अन्तिम लाइनको अगाडिको र पछाडि चारवटा कुना के, चारवटा कुनालाई फोर कर्नर भन्छौँ। बुझ्नुभयो? बुझ्नु भएको छ? कसैले बुझ्नु भएको छ नि सोध्नु है, म रिपिट गरिदिन्छु है। चारवटा कुना, यो अलिक कन्फ्युजन हुन्छ, तपाईँहरू बुझ्नुहोस्। चारवटा कुना है, अगाडिको सबभन्दा माथिल्लो लाइनको अगाडिको, सबभन्दा पछाडिको र सबभन्दा तलको लाइनको अगाडिको र पछाडिको है, फोर कर्नर भयो। अब फुल हाउस भनेको तपाईँको टिकटमा जतिवटा नम्बर छ नि 15वटा नम्बर, त्यो 15वटा नम्बरै तपाईँले काट्नुभयो भने त्यसको चाहिँ सबभन्दा पहिला जसले काट्नुहुन्छ उहाँले पुरस्कार फुल हाउसको पाउनुहुनेछ। केही कन्फ्युजन छ? एनी कन्फ्युजन छैन है? त्यस्तो केही छ भने सोध्नुहोस् है, म जवाब दिन तयार छु है। यो भयो हाम्रो पुरस्कार पनि भनिहालेँ मैले। नम्बर हामी यहाँ भन्छौँ, नम्बर भनेपछि तपाईँको नम्बरमा छ भने तपाईँले काट्नुहोस्, छैन भने ठिकै छ, प्रयास गर्नुहोस्, तपाईँलाई भएको नम्बरै परोस्, हामीले त्यो प्रयास गर्नेछौँ। अब रह्यो अब यसको मेन भनेको तपाईँको पुरस्कार राशि। यसमा तपाईँलाई अब कति पर्छ त प्राइज, यसमा खेले बापत भन्ने हुन्छ। हामीले टिकट सेल्सको आधारमा हामीले यहाँ प्राइज राखेका छौँ। क्विक 5 पर्ने मान्छेलाई हामीले पुरस्कार दिनेछौँ 2000 रुपियाँ। 2000। फोर कर्नर 2000 रुपियाँ, फर्स्ट लाइन 2000 रुपियाँ, सेकेन्ड लाइन 2000 रुपियाँ, थर्ड लाइन 2000 रुपियाँ र फुल हाउस 5000 रुपियाँ, 5000। प्रयास गर्नुहोस् है, यो तपाईँकै लागि हो, प्रयास गर्नुहोस्। यो तपाईँहरूलाई पर्ने पुरस्कार हो, त्यही भएर ध्यान दिएर खेल्नु होला। जानेन भने सोध्नुहोस्, तपाईँलाई कन्फ्युजन भने सोध्नुहोस् है, हात उठाउनुहोस्, सोध्नुहोस्, केही फरक पर्दैन। र तपाईँलाई पुरस्कार परिसकेपछि हात उठाइदिनु है, कसैलाई परेको छैन हात उठाइदिनु। किनभने तपाईँहरूले पुरस्कार हात उठाउनु भएन, तपाईँ चुप्लाएर बस्नु, अरूले लिएर गयो भने त्यो पुरस्कार तपाईँले पाउनुहुन्न। र एकजनाभन्दा बढी व्यक्तिलाई पुरस्कार एउटै पऱ्यो भने, एउटैमा पुरस्कार पऱ्यो, त्यो चाहिँ पैसा फेरि दामासाई हुनेछ है, त्यो डिभाइड हुनेछ पैसा, त्यो चाहिँ नि। ठिक छ, सबैजना इन्ट्रेस्टेड हुनुहुन्छ जस्तो लाग्यो मलाई। ल सुरु गरौँ। यो लाइन हेर्नुहोस् है, तपाईँ लाइन मात्र हेर्दा हुन्छ नि, 10, 20, 30, 40, 10, 20, 30, 40, 50 को लाइन गरेर पनि आउँछ। कन्फ्युज नहुनुहोस्, म तपाईँलाई भन्दै जान्छु, तपाईँले हेर्दै जानु। 40 को लाइनको आएको छ नम्बर इज 4 and 8, 48, 4 र 8 48। पहिलो नम्बर आएको छ 48। तपाईँहरूको कसैकोमा परेको छ नि नम्बर काट्नु होला है, तर बुझ्ने गरी काट्नुहोस् है, बुझ्ने गरी। फर्स्ट नम्बर इज 48। सिङ्गल नम्बर आएको छ, एक्लो नम्बर आएको छ। फाइभ लेटर नम्बर 8, एक्लो नम्बर 8, 9वटा नम्बर गएको छ। 9वटा नम्बरमा क्विक 5 को लागि आएछन्। क्विक 5 को एकचोटि चेक गरौँ। नम्बर 8 करेक्ट।
correct. Number 29. 48. Correct. 57. Correct. 81. 1 2 3 4 5. Oh, quick 5 is correct. एउटा आछ अर्को पनि आएको छ. We are going to check. Number 23. Correct. Number 48. Correct. Number 81. Correct. Number 67. Correct. Number 57. Correct. बोथ टिकट आर करेक्ट है. दुईजनालाई परेको छ. प्राइज 1000 डिभाइडेड हुन्छ उहाँहरूलाई. जेनी श्रेष्ठ र हाम्रो राधाकृष्ण दाइलाई परेको छ. एकचोटि ताली बजाइदिनु उहाँहरूलाई. नौवटा नम्बर बनाउँदाखेरि 5वटा पर्यो उहाँहरूलाई. भाग्यमानीहरू हुनुहुन्छ रहेछ. बनाइछ 99090 9 र 090 99090 फेरि परेको आऊ. उहाँले 2-4-6वटा टिकट लिनु भएकोमा अहिलेकोमा एउटा पर्यो, अहिलेकोमा एउटा पर्यो है. दुईवटा 4 कर्नरको आएको छ. 4 कुना 4 कर्नर म चेक गरेर गइरहेको छु. नम्बर 5 करेक्ट. Number 89 correct. Number 28 correct. Number 90 is correct. 4 corner को पर्यो. फेरि आइपुग्यो ल. 4 corner हो ल. अघि कहाँ बस्नु भएको थियो त तपाईँ? अर्को पनि आएको छ. हामी चेक गरेर गइरहेको छौँ. नम्बर 1 करेक्ट. नम्बर 28 करेक्ट. नम्बर 71 करेक्ट. नम्बर 90 करेक्ट. बोथ टिकट आर करेक्ट. त दामासाई मात्र हुने भयो ल. ठिकै छ ल. दुईजनालाई हाम्रो विजयजी र राधाकृष्ण दाइलाई परेको छ. ए कृष्णमान दाइलाई रहेछ ल. यो फेरि कृष्णमान दाइ रे. कृष्णमान बज्राचार्य दाइलाई है. ए उहाँलाई परेको रहेछ ल. ल बधाई छ. तपाईको हातबाट 2टा टिकट गइसक्यो है. 2टा पुरस्कार गइसक्यो. क्विक 5 पनि गयो. 0 नम्बर 0 नम्बर आएको छ. एउटा सानो हाँस बल लिँदै लिँदै पर्यो हो. त्यो त अफकोर्स के अरे तपाईँको टिकट मिलेन भने क्यान्सल हुन्छ. त्यो त थाहा भएको कुरा. कुन चाहिँ हो तपाईँलाई मिडल लाइनको लागि आउनु भएको छ उहाँ. We are going to check. Number 7 correct. Number 25 correct. Number 42 correct. Number 69 correct. Number 73 correct. Middle line is correct. Congratulations, बधाई छ. हाम्रो आकाश श्रेष्ठज्यूलाई चाहिँ ताली बजाइदिनु उहाँलाई. उहाँ चाहिँ भाग्यमानी. उहाँले चाहिँ पुरै पाउनु भएको छ. कोही दामासाई छ अर्को कसैको परेको छ भने भन्नुहोस् है. फेरि पछि पाइँदैन. लास्ट कर्नर भनेको हुन्छ लास्ट टाइम हुन्छ. लास्ट कर्नर है. वेलकम टु चेक. Number 5 correct. Number 26 correct. Number 44 correct. Number 59 correct. Number 71 correct. Last line is correct. हाम्रो सोहावती हार्डवेयरको मित्रलाई परेको छ. तपाईँलाई पनि हार्डवेयरको कुनै सामान चाहिन्छ भने सम्पर्क गर्नु.
पर्फर्मेन्स गर्नुभएको छ हेरौँ कि लाइन अफ 30 को लाइन गएको छ 30 को 3 and 2 32 बिस्तारै गुड 30 नम्बर जुलियन नम्बर आएको छ जुलियन नम्बर सानो हातसँग अर्को एउटा हास 2 and 2 22 2 र 2 22 लास्ट नम्बर इज 22 858 हाम्रो शरण देवी महदरजीज्यूले ल्याउनु भएको छ टिकट हामी खोल्नु छ कहीँ हामी चेक गर्न गइरहेको छौँ ल भाग्य पनि हो कि होइन नम्बर 5 नम्बर 7 करेक्ट नम्बर 16 करेक्ट नम्बर 20 करेक्ट नम्बर 25 करेक्ट 32 करेक्ट 41 करेक्ट 43 करेक्ट 47 करेक्ट 59 करेक्ट करेक्ट 62 करेक्ट 69 correct 70 correct 74 correct full house is correct full house आज नारी दिवसको उपलक्ष्यमा हाम्रो एउटा नारीले पर्व पार्नु भएको छ एकछिन एउटा क्वेसन गर्न आएको छु हाम्रो तपाईले यो पहिलो पनि खेल्नु भएको थियो उहाँले पहिलोचोटि खेल्नुभयो पहिलोचोटि प्रयासमा राम्रोसँग खेलेर पनि फुल हाउस पार्नुभयो यो है ल बधाई छ उहाँलाई हाम्रो पवित्र हातबाट उहाँलाई यो पुरस्कार हस्तान्तरण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु यसरी ताली बजाइदिनु सबैजनाले ल बधाई छ अब फेरि
तालको पानी माछीले हामीले यो महिलाहरूलाई स्पेसल सम्मान गर्ने एउटा जमर्को कसेको छ। अब जमर्को कसेको छ। अब यसमा सबैजनाले क्रिस्चियन नृत्य गरेर सबै हेरेर है त्यो डान्स मात्र होइन सबै चिज हेरेर अब हामीले यहाँ तीनजनाको नाम चाहिँ नि हाम्रो आसमा बहिनी आइदिनु होला। कृपया आसमा बहिनी आइदिनु। उहाँले पनि पाउनु भएको छ ल उहाँलाई बधाई छ यहाँ ल ह्याप्पी वुमेन्स डे है। ह्याप्पी वुमेन्स डे भन्न चाहन्छु। आइदिनु होला ल बधाई छ। ह्याप्पी वुमेन्स डे भन्न चाहन्छु तपाईँलाई पनि। राम्रो नाच्नुभयो है ल। नारी दिवसको शुभकामना सम्पूर्ण नारीहरूलाई। उहाँले पनि उत्कृष्ट नाच्नुभयो है। लक्ष्मीजीलाई ल म निमन्त्रण गर्दैछु। ल ह्याप्पी वुमेन्स डे नारी दिवसको शुभकामना सम्पूर्ण नारीहरूलाई यता हेरिदिनु होला। ठिक छ।
सकिन मैले जति हेरो हेरो लाग्ने हेरेपछि त्यसै भाग्ने कहिले देख्छौ साह्रै चञ्चल मेरो मनमा हुन्छ हलचल जति हेरो हेरो लाग्ने हेरेपछि त्यसै भाग्ने कहिले देख्छौ साह्रै चञ्चल मेरो मनमा हुन्छ हलचल काली काली हिसी परेकी हेर कस्तो आँखा तरेकी रिसाले हो कि खुसीले बुझ्नै सकिन मैले काली काली हिसी परेकी हेर कस्तो आँखा तरेकी रिसाले हो कि खुसीले बुझ्नै सकिन मैले बुझ्नै सकिन मैले थ्याङ्क यू जसले मलाई मोहनी लगायो कसले आज मनमा मेरो खलबली मचायो जसले मलाई मोहनी लगायो कसले आज मनमा मेरो खलबली मचायो कसैले सोधिदेऊ मेरी मायालुलाई कसैले सोधिदेऊ मेरी मायालुलाई Why can't you ask your love? 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 विरतिको नसायो कामा विरतिको नसायो आँखामा चढुनी मायालुको सम्झना मन डराउने मायालुको सम्झना मन डराउने मेरो नजिक ल्याइदेऊ मेरी मायालुलाई मेरो नजिक ल्याइदेऊ मेरी मायालुलाई कसलियो मायाको यो रातको रञ्जन कसलियो
मायाको यो रातको रमझम उपहार मायालाई दिलहरूको सङ्गम उपहार मायालाई दिलहरूको सङ्गम कसैले सोधिदेऊ मेरी मायालुलाई कसैले सोधिदेऊ मेरी मायालुलाई हो त्यो कसैले मलाई मोहनी लगायो कसैले आज मनमा मेरो खलबली मचायो त्यो हो त्यो कसैले मलाई मोहनी लगायो कसैले आज मनमा मेरो खलबली मचायो कसैले सोधी मायालुलाई कसैले सोधिदेऊ मेरी मायालुलाई Why don't you ask your love? 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 Why do you ask your love? Why don't you ask your love? Why don't you ask your love? Hey! Why don't you ask your love? Why don't you ask your love? Thank you, thank you, thank you. आजको बनभोज सिधै हाम्रो आजको बनभोज सिद्धि अब हाम्रो अब घरमा गएर घरको भोज खान्ला अब ल अब ढिला नगर्नु नाम बताइहाल्नु
ल है गाइस रोक्दा घर पुरा ठोक्दा हाम्रो बनबोस सिद्धियो हाम्रो गाडी कहाँ गयो हाम्रो गाडी आएन जस्तो खोइ हाम्रो गाडी आएको छैन अगाडि गइसक्यो हामी खै त हाम्रो गाडी आएको छैन यार खै हाम्रो गाडी आएन यत्तेरिका हाम्रो गाडी आएन छ लु सबैजना यहाँ हेर्नु त हाम्रो आन्टीको त आँखा त के हो नाच्दा नाच्दा निदाउनु भयो जस्तो छ है हेलो गरिदियो कान्छा हेलो गाइस भने हामी त युट्युब भ्लग बनाएर सबैजना वेटिङमा छ हामीजना एउटा बसाउँदैछ हेलो सिट्यो बन्नुहोस् हाम्रो सिट्यो रे गाडी नआएकै हो त खै सबैजना पर्खेर बसेन त गाडी नभएर यो गाडी हो यो गाडी त होइन नि यो त होइन है हाम्रो त रातो छ त्यो बन्नुहोस् हाम्रो हामी एउटै टोलको भएको कारणले हामीले भिडियो बनाएको हो है आज सबैजना टिन्न भरि यहाँ फर्कै छ हाम्रो गाडी आएको छैन हाम्रो गाडी कहाँ गयो त आउँदैछ उ त्यहाँ जाममा छ जाममा छ अरे पक्कै हो 101% होइन गाडी खै जाममा छ कुरो बुझ्यो खै पुरा बुझ्नुको पुरो बुझ्नु अरे घरतिर कुद्नु अरे गाह्रो छ नि खुसीको जिल्लाबाट खुसी समाज होइन खुसीको जिल्लाबाट हो खुसीको भने हो खुसीको समाजै हो खुसीको समाज समूह हाम्रो लास्ट गाडी हो सबैजना सहयोग अनि यहाँको जति पनि हुन्छ कार्यक्रमका आयोजकहरू उहाँहरू अहिले रमाइलो गर्दै हुनुहुन्छ यहाँ